वेलकम छ साथीहरु, हजुरहरुलाई मेरो न्यू मिनी ब्लगमा। आज चाहिँ मेरो यस्तो मन दुखेको छ। म चाहिँ सोशल मिडियामै एक्टिभ भएको कसैलाई चाहिँ डाहा लागेको रहेछ। आफू केही गरि सक्दैनन्, अरूले गरेको चाहिँ रिस मान्ने रहेछन्। मैले के तिनीहरुलाई सोशल मिडियामा एक्टिभ नहौ भनेको छु? तिनीहरुले पनि त आफ्नो मेहनत गर न, मैले नगर भनेको छु। मैले चाहिँ आफ्नो मेहनत गरिरहेछु नि त। तिमीहरु पनि भिडियो बनाउन सक्छौ, भिडियो बनाऊ, राम्रो राम्रो फेसबुकमा हाल, मैले नहाल भनेको छु। मेरो कुरा काट्नु भन्दा त बरु तिमीहरु आउ न, मसँग सिकाइ माग, म सिकाइदिन्छु त तिमीहरुलाई। मलाई चाहिँ त्यस्तो लाग्दैन, कोही मान्छे सिकाइ माग्न आउँछन् भनेपछि म त सिकाइहाल्छु। मलाई त त्यस्तो रिस त भन्ने के हो मलाई त लाग्दैन। कोही मान्छे अगाडि बढ्न थाल्यो भने के त्यो मान्छेको खुट्टा तानिहाल्छन्। मैले चाहिँ भिडियो बनाइरहेछु है, मैले भिडियोहरु पोस्ट गरिरहेछु। के भनिरहेछन् भने चाहिँ अरे नानुको थोबाट भाइरल भएको, ए बा मेरो भ्युज राम्रो गएको, मेरो श्रीमानले सपोर्ट गर्नु, मेरो नानीले सपोर्ट गरेर, मेरो फेसबुक साथीहरुले सपोर्ट गरेर म यहाँसम्म पुगे। तिमीहरु पनि हौ न त, तिमीहरुको पनि भ्युज राम्रो जाला, भिडियो बनाऊ, हाल। मैले तिमीहरुलाई नहाल भनेको कि छैन? मैले त मेरो मात्र सोशल मिडिया, तिमीहरुको होइन पनि भनेको छैन। तिमीहरु पनि एक्टिभ हौ, राम्रो राम्रो भ्युज निकाल सोशल मिडियाबाट। म चाहिँ भिडियो बनाउन छोड्दैन, जसले जे भने पनि मलाई चाहिँ त्यस्तो केही लाग्दैन। तर भने आज चाहिँ धेरैको मुखबाट सुनेर मलाई चाहिँ मनमा अलिकति चसक्क भएर मैले कुरा भनेको, कुरा गरे कुराकै दुःख। आजलाई यति नै साथीहरु, भेटौँ न अर्को ब्लगमा। मलाई फलो नगरेको साथीले फलो गरिदिनु होला, मेरो भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिनु होला।